आज अतीतका दिनबाटै खोजे फेरि बल्न साल 2055 राजदेवीको घरमा जन्म खुसी परिवारभरि कोहीले केही सकेन भन्न 20 वर्षमा पाए स्वाद 6 महिनामा खाएको अन्न 3 वर्ष घिस्रेपछि बल्ल सके उभिन बाउआमाको ज्ञान बाहेक अरू केही नि बुझ्थिन घरको कान्छो 3टा दिदी मुनिको म भाइ माया ममताको घेराबाट सकिन म पुगिन 5 बजेको सिकसँगै बिहानीको मिरमिरे आकाशमा हवाई जहाज तर हातमा हुन्थ्यो फिरफिरे खेलाउँदै किरे म डाँडा पाखा फिरफिरे मान्छे साह्रै सोधो जसले मागे पनि दिल्लीले बिस्तारै अक्षर चिने मैले कलम चिन्दै गएको हो आफ्नो चिन्दै गए के हो जलन बानी बेहोरा नरम बोल्दा मान्छिन शरम लिँदै चेतना र ज्ञान बुझे यो समाजको चलन ध्यान थिएन पुस्तकमा हेरिरहेथे संसार कोही गएको देख्थे मन्दिर कोही जाँदै थिए संसार कोही गरिरहेथे गुलामी कोही मुखिया र जमदार यो पापीहरूको भण्डारमा झुटको त्यो कङ्काल बढिरह्यो उमेर भयो साथीभाइको सङ्गत कुलतको घेराभित्र गलत हुन्थ्यो जमघट केही छैन जस्तो लाग्थ्यो हाम्रो जिन्दगीमा झन्झट हामी आफै बाघ हाम्रै सोचिरहेथ्यौँ जङ्गल